गेजिङ बजार गरम छ गाइस। गेजिङ बजार चाहिँ यस्तो छ है। यहाँ आउँदो रहेछ मेरो साथी। दसैँको हल्का खिचिदिएको यस्तै छ गेजिङ बजार चाहिँ। हेर्नुहोस् है, यो चाहिँ सबै पुरानो बजार हो। यहाँ पर विशाल भाइ आउँदो रहेछ यहाँनिर। हाम्रो विशाल भाइ गएको यस्तै छ। हेर्नुहोस् है गेजिङ बजार कस्तो लाग्दैछ। नयाँ बजारपट्टि एन्ट्री हुँदैछ। यहाँदेखि उता चाहिँ नयाँ बजार भन्छ होइन। यो चाहिँ पुरानो बजार हो। यता देखाएको छु मैले। यो चाहिँ पुरानो बजार हो। यता चाहिँ यहाँदेखि यता चाहिँ नयाँ बजार एन्ट्री हुन्छ। हेर्नुहोस् है, यो चाहिँ माथि सर्टकट हस्पिटल रोड निस्किने जग्गा हो। यहाँ सुन दोकान, यो चाहिँ सुन दोकान गेजिङको। गेजिङमा यसरी सुन बेच्दैछ है यहाँतिर। दोकानहरू यहाँ बिजनेस डरलाग्दो सिरियस बिजनेस हुँदैछ यहाँ। अनि चाहिँ केटाकेटीहरूको गुडियादेखि लिएर इत्यादि गर्छ। यो चाहिँ भर्खर बनाउँदैछ यहाँ अल्छेहरूले। अस्ति दिन बनाएको 1 महिना जस्तो भइसक्यो। अहिलेसम्म फिनिसिङ भएको छैन। यहाँ चाहिँ सुनको दोकान दाजु आमालाई टन्नै पैसा कमाएर बसिरहेको छ। हेर्नुहोस् टन्नै पैसा कमाएर बसिरहेको छ। हेर्नुहोस् यहाँबाट चाहिँ ओह्रालो निस्किन्छ गेजिङ मार्केट नयाँ बजार र पुरानो बजार जाने बाटो चाहिँ यसबाट स्वात्तै निस्केछ भने चाहिँ राइट जानुभयो भने नयाँ बजार, लेफ्ट जानुभएछ भने पुरानो बजार हो तपाईँहरू। यो चाहिँ गेजिङको सर्टकट हो। यहाँबाट उकालो सट्टै जानुभयो भने चाहिँ हस्पिटल रोड निस्किनुहुन्छ।